भाटबाटिनीपट्टि साइडबाट यता ओह्रालो झर्ने साइडबाट आएको भन्ने त्यो माथितिर हुन्छ नि स्थानीय त्यहाँनिर पसेर फायरिङ गर्न खोजिरहेको थियो भन्दै कुरा निस्केको छ। अन्त हामी आएपछि त्यहाँनिर चाहिँ भ्यू पोइन्ट पनि देखिँदैन। हामी छिर्ने गल्लीमा ठ्याक्कै अगाडिपट्टि होटल छ एउटा, यता साइडमा किराना पसलको घर छ भनेपछि थोरै मात्रै भ्यू पोइन्ट थियो। खासमा चाहिँ पारिबाटै आएको भन्नुभएको थियो पुलिसहरूले। गन त्यस्तो होइन अरे, त्यो राइफल अरे। त्यो कस्तो कस्तो रेन्ज छ त्यो पनि मलाई थाहा छैन, कति रेन्जको हो, कति पावर जाने, कहाँसम्म जाने थाहा छैन। प्रहरीको अब हामीलाई सोध्दै यस्तो हामी इन्भेस्टिगेसन गरिरहेको छौँ भन्नेहरूले चाहिँ पारिबाटै आएको हो, सुरुमा तिमीलाई लागेर स्वाट्टै गएर किनभने एकपल्ट मात्रै साउन्ड आएको छ, भिडियोहरूमा देख्नु भएको छ होला। एकपल्ट साउन्ड चाहिँ गोलीको आएको छ, एकपल्ट सटरको आएको छ। अनि मलाई यहाँ लागेर छेडेर निस्केर गएर सटरमा भएर राउन्डिङ भएर बहिनीको, किनभने मेरो लेफ्टपट्टि लाग्यो, बहिनी मेरो राइटपट्टि थियो। म लेफ्टपट्टि लागेपछि त मलाई छेड्ने बित्तिकै बहिनीको पनि यतापट्टि त लेफ्टमै छेड्नु पर्यो। अनि मलाई लागेर निस्केर गएर सटरमा लागेर राउन्ड भएर आएर बहिनीको चाहिँ ठ्याक्कै मिडलमा भएर अनि ब्लास्ट भएको भन्ने कुरा थियो। अब त्यो त प्रहरी प्रियाहरूलाई थाहा होला, इन्भेस्टिगेसनहरूलाई थाहा होला, क्यामेराहरू हेर्नु हुँदो होला, के गर्नु हुँदो होला, त्यो त थाहा भएन। तर जे होस् गोली चाहिँ आयो।